हेलो एन्ड वेलकम ब्याक गाइस। सो आज चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो च्याप्टर 8 को लेक्चर पार्ट चाहिँ सकाइदिउँ है त। सो द्याट्स द टार्गेट। लेट्स सी है। सो यसमा नर्मल्ली हामी टिप्स एन्ड ट्रिक्सको बारेमा कुरा गर्छौँ हैन। सो नर्मल्ली धेरै ठुलो कुरा त केही छैन यसमा हैन, त्यति धेरै उयो गर्नुपर्ने त। अनि नर्मली पाइथनमा बेस्ट प्र्याक्टिसेस भनेको चाहिँ के हो भन्दाखेरि अफकोर्स नर्मल्ली अब कोड एडिटर युज गर्दा हुन्छ, आइडी युज गर्दा हुन्छ, अब VS कोड और वाट एभर यो बेस्ट प्र्याक्टिसेस भन्न मिल्दैन। आइडी जुनसुकै युज गरे नि हुन्छ, NeoVim युज गरे नि हुन्छ, वाट एभर है। आफ्नो नलेज अनुसार जे जति युज गर्न सकिन्छ गर्ने। त्यसले के दिन्छ भन्दाखेरि वाइ भन्नुको कारण चाहिँ के हो भन्दाखेरि त्यसको वाइ भनेको चाहिँ गुड सिन्ट्याक्स हाइलाइटिङ हैन त। गुड सिन्ट्याक्स हाइलाइटिङ अनि कोड कम्प्लिसनमा यसले हेल्प गर्छ है। सो यसले गर्दाखेरि के चाहिँ हुन्छ त भन्दाखेरि एउटा पर्पस फिल हुन्छ। एउटा पर्पस चाहिँ के फुलफिल हुन्छ त भन्दाखेरि यसले इजियर हुन्छ कोड बुझ्नमा, किनभने सुरुमा हामीलाई सिक्दाखेरि कोड के भइरहेछ र अलिकति त्यसले हिन्ट्स दियो भने सजिलो हुन्छ नि त। मेन इस्यु त्यो हुन्छ नर्मल्ली नयाँ हुँदाखेरि सिक्दाखेरि। सो त्यसमा चाहिँ त्यसले बहुत हेल्प गर्छ है। अर्को कुरा भनेको के हुन्छ भन्दाखेरि यो भर्जन कन्ट्रोलहरू युज गर्यो भने राम्रो है। अर्को भनेको यो गिट युज गर्यो भने राम्रो अरूसँग डेभलप गर्नमा है। यो जेनरल भयो, जेनरल टाइपको भयो। जस्ट गिट किन भन्दाखेरि यो भर्जन कन्ट्रोल भनेको कस्तो भन्दाखेरि जस्तै यो मेरो फाइलको भर्जन 1, भर्जन 2, भर्जन 3 हुनसक्यो। अब मैले यहाँबाट यहाँ रिभर्ट गर्न सकेँ, यहाँबाट यहाँ रिभर्ट गर्न सकेँ होइन। त्यस मेरो डिफ्रेन्ट भर्जन्सहरू सेभ हुन्छ। अब मलाई यो भर्जन मन परेन भने म यो भर्जनमा जान मिल्छ भन्ने कुरा भनेर बुझ्दा हुन्छ अहिले है। त्यसपछि गएर यसको एउटा पेप गाइड भन्ने छ पाइथनको केसमा चाहिँ। सो पेप 8 भन्ने एउटा गाइडलाइन्स छ। सो यसले चाहिँ कोडलाई अलि रिडेबल र कन्सिस्टेन्ट बनाउँछ। सबैले पेप 8 फलो गरेको छ भने नर्मल्ली पेप 8 फलो गर्दाखेरि अब यो स्ट्रिक्टली फलो पनि गर्न सकिन्छ, अलि रिल्याक्स पाराले फलो पनि गर्न सकिन्छ होइन। आफ्नो अर्गनाइजेसन अथवा आफ्नो चोइस अनुसार गर्न सकिन्छ। अफकोर्स अब नर्मल्ली 4वटा स्पेस युज गर्नुपर्छ। डु नट युज ट्याब भन्न त भनिन्छ होइन, तर हामीले के गर्न सकिन्छ भन्दा ट्याबलाई नै हामीले 4 स्पेसेस भनेर डिफाइन गऱ्यौँ भने ट्याब युज गर्दा पनि हुन्छ है। त्यस इन्डेन्टेसन चाहिँ 4वटा स्पेसको हुनुपर्छ भन्ने कुरा हो मेन कुरा है। अब इन्डेन्टेसन बिग्रेन भने इन्डेन्टेसन एरर आउने त भइहाल्यो पाइथनमा। ब्राकेट चाहिँदैन हैन त, कर्ली ब्रेसेस चाहिँदैन पाइथनमा राइट। अर्को कुरा भनेको यसमा जस्ट कन्सिस्टेन्ट स्पेसेसहरू कन्सिस्टेन्ट राखौँ हैन, कन्सिस्टेन्ट हुनु पऱ्यो। त्यसले गर्दाखेरि अलिकति कोडलाई रिडेबल र अन्डरस्ट्यान्डेबल बनाउँछ हैन। अनि अब किन ट्याब भन्ने कुरा किन गरिन्छ भन्दाखेरि यसले अलिकति इन्टरप्रिटेसन अलिकति फरक हुनसक्छ डिफ्रेन्ट टेक्स्ट एडिटर र आइडीको बेसिसमा। त्यसले गर्दाखेरि इन्कन्सिस्टेन्ट हुन जान सक्छ, त्यो भएको भएर हो है। त्यो भएको भएर हो है। त्यस्तै गरिकन जस्तै नर्मल्ली हामीले 4वटा स्पेस युज गरिन्छ एज वी क्यान सी राइट ओभर हियर। योबाट यहाँनिरसम्म जाँदाखेरि 4वटा स्पेस छ, योबाट यहाँ जाँदाखेरि 4वटा स्पेस छ, यहाँबाट यहाँ जाँदाखेरि 4वटा स्पेस छ। त्यस्तै गरिकन एल्सको लाइनमा पनि सेम थिङ हो। रिटर्न चाहिँ नर्मल्ली अब यो ब्लकमा हुन्छ भनौँ न, यो ब्लक टाइपकोमा, यो ब्लक जस्तोमा हुन्छ है। अब कतिवटा ठाउँमा यस्तो नि भेटिन्छ, जस्तै यसरी लाइन बनाउनेवाला उयोहरू पनि भेटिन्छ, एक्सटेन्सनहरू के यसरी लाइन देखाउनेवाला पनि भेटिन्छ। जस्तै प्रिटियरले अलिक फर्मेटिङ मात्र मिलाउँछ। अर्को एउटा के छ क्या एक्सटेन्सन जस त्यसले गर्न मिल्छ है। त्यो VS कोडको एक्सटेन्सन सेक्सनमा गएर हेऱ्यौँ भने हामीले यस्तोवाला पनि भेट्न सक्छौँ है।
भेट्न सक्छौँ होइन, सकिन्छ नि। त्यस्तै गरिकन यो एउटा जेनरल रुल हो। 89 वटा क्यारेक्टर भन्नुको मतलब के त भन्दा लिमिटेड लाइन अफ कोड्स टु, त्यो भन्नुको मतलब जस्तै यो मेरो लङ उयोवाला भयो नि, नर्मल्ली यसको यो कलम काउन्ट गर्छन् क्या, 1 2 3 4 5 6 यसरी गर्दाखेरि 79सम्म मात्र पुग्नु भनेर भन्छ क्या नर्मल्ली यसले भन्दाखेरि होइन। त्यही भएर यसरी मल्टिपल लाइनलाई यसरी स्प्लिट गर्नु भनेर भन्छ क्या है, त्यो हेर्दाखेरि सजिलो होस् भनेर। किन भन्दा जस्तै यो मेरो ठुलो एक्जाम्पलको लागि यो मेरो स्क्रिन भयो, अब मैले यहाँसम्म पुरै नपढ्न सक्छु नि त, मेरो यतिमै 79 क्यारेक्टर्स भयो भने, जस्तै मैले यहाँ कोडहरू छ यति भयो भने मलाई नर्मल्ली यहाँ यतिसम्म मात्र लेख्नु भनेर भन्छ कि, किन भन्दा मान्छेको फोकस उयो हुनसक्छ भन्ने हिसाबले। त्यसलाई ऱ्यापिङ गर्दाखेरि पनि सजिलो भयो, प्लस यतापट्टि अब हामीले केही राखेका छौँ भने पनि, जस्तै एक्सप्लोररहरू राखेका छौँ भने नि हेर्न ओर्न पनि सजिलो भयो, एउटा कारण त होइन। त्यस जेनरल रुल हो, अब यसलाई फलो गर्नुपर्छ भन्ने छैन, तर वर्ड ऱ्यापहरूले युज गर्न सकिन्छ, वर्ड ऱ्यापहरू पनि युज गर्न सकिन्छ। डिपेन्ड्स आफ्नो संस्थामा के छ प्र्याक्टिस होइन, आफ्नो आफ्नो ठाउँअनुसार। अब ओपन सोर्सको आफ्नै कुनै प्रोजेक्टमा कन्ट्रिब्युट गरिरहेको छन्, त्यो प्रोजेक्टको गाइडलाइन के छ त्यही हिसाबले गर्छन् नर्मल्ली है। त्यस्तै गरिकन अब पेरेन्थेसिस, ब्र्याकेट्स र ब्रेसेस ले चाहिँ के गर्न सकिन्छ भन्दाखेरि, जस्तै यस्तो लामो हाम्रो रिजल्ट्सहरू केही छ भने यसलाई हामीले अलिक ग्रुप गर्न सकिन्छ, जस्तै यहाँनिर ग्रुप गरेको छ होइन। त्यस्तै गरिकन हामीले जस अलिकति त्यसलाई रिडेबल त राख्नु नै पर्यो, आर्ग्युमेन्ट 1 भन्दा पनि अब यसको नेमिङ नै दिनु राम्रो हो होइन। त्यसपछि गएर अनि त्यसलाई पनि सर्ट राख्दाखेरि बेटरै हुन्छ है, जस ग्रुपिङ गर्दा बेटर रिलेटेड कुराहरू। त्यस्तै गरिकन अब हाम्रो नर्मल्ली सिङ्गल कोट र डबल कोट कुन युज गर्ने भन्ने एउटा क्वेसन आउनसक्छ होइन। सो स्ट्रिङ लिटरल हो भने नर्मल्ली सिङ्गल कोट युज गरिन्छ है। त्यस्तै गरिकन अब ट्रिपल कोट चाहिँ नर्मल्ली मल्टिलाइनको केसमा युज गरिन्छ होइन। अब सिङ्गल कोट यसरी प्रयोग गर्न सकिन्छ भने डबल कोट यसरी पनि प्रयोग गर्न सकिन्छ है। अब यहाँनिर हेर्न सकिन्छ, जस्तै यो स्ट्रिङभित्रै हामीलाई केही राख्नु पऱ्यो भने हामीले डबल कोट गऱ्यौँ भने त्यसलाई स्केपिङ क्यारेक्टर दिइरहनु परेन क्या यसरी यसको अगाडि है, किन भन्दा उसले बुझ्छ क्या मैले सिङ्गलमा सुरु गरेको छु भने मेरो एन्डिङमा नि सिङ्गल हुनु पऱ्यो, जस्तै यहाँ डबलमा सुरु गरेको छु भने डबलमा नि भयो, यो भित्रपट्टि सिङ्गल आएर नि केही फरक परेन क्या पाइथनलाई चाहिँ है। जस्ट एउटा थाहा पाइराख्नुपर्ने कुरा चाहिँ यही हो नर्मल्ली। अब कसैको यो चाहिँ अब जस्तै अब कन्सट्यान्टहरूमा म सिङ्गल युज गर्छु, त्यसपछि गएर अरू कुनैमा म जस्तै डबल कोट युज गर्छु भन्ने कुराहरू डिपेन्ड्स, अब आफ्नो आफ्नै उयो छ, प्र्याक्टिसहरू छ, तर डिपेन्ड्स है। मैले यहाँनिर भने नि अब यसरी अब सिङ्गल कोट क्यारेक्टर नै राखेर म सिङ्गल कोटकै काम गर्छु भन्यौँ भने यसरी स्केपिङ क्यारेक्टर दिनु पऱ्यो, डबल कोटमा नि सेम थिङ हो है, यसरी पनि गर्न चाहिँ सकिन्छ होइन। त्यस्तै गरिकन अब ट्रिपल कोट चाहिँ नर्मल्ली मल्टिपल लाइनमै युज हुन्छ होइन। अनि मल्टिपल लाइनमा युज हुँदाखेरि पनि हामीले सिङ्गल कोटबाट पनि गर्न सक्छौँ, सिङ्गल कोट यो 3टा सिङ्गल कोटबाट पनि गर्न सक्छौँ, 3टा डबल कोटबाट पनि गर्न सक्छौँ नर्मल्ली। अब आफ्नो आफ्नो चोइस अनुसार गर्दा हुन्छ है। अब यस्तोमा नि कन्सट्यान्ट हो भने नर्मल्ली अब यसरी गर्न सकियो होइन। अब त्यसमा केही भेरिएबल जान्छ भने डबल कोट गरेर गर्न सकियो, आफ्नो आफ्नो प्र्याक्टिस हिसाबले गर्न सकियो है। त्यस्तै गरिकन अब नर्मल्ली भेरिएबलको नेमहरू, फङ्सनको नेमहरू सेपरेट गर्दाखेरि म पनि नर्मल्ली यस्तोमा टेन्ड गर्छु। अब कसैले यसलाई स्नेक केस भनिन्छ क्या अरे है। अनि अर्को भनेको क्यामेल केस हुने भयो, अर्को भनेको प्यास्कल केस हुने भयो होइन। सो क्यामेल केस भनेको जस्तै माई CLASS क्लास भने जस्तो भयो आई गेस है। आई कुड बी मैले अलिकति मिक्सअप गरेर हुनसक्छ,
त नर्मल्ली यस्तै नै हुन्छ है। अर्को भनेको माई CLASS क्लास यसरी गर्न सक्छन् मान्छेहरूले है। जस्ट डिपेन्ड्स है। म चाहिँ अब यसरी अलिकति पाइथन लेख्दाखेरि यसरी लेख्ने बानी छ क्या। अब अर्को एउटा ठाउँमा चाहिँ मैले नर्मल्ली गर्दाखेरि यो युज गर्छु क्यामेल केस त्यो प्रोजेक्टकोमा चाहिँ है। यसलाई हामीले स्नेक केस पनि भनिन्छ। अलिकति पढ्न चाहिँ सजिलो हुन्छ, किन भन्दा यो माई क्लास भने पनि यो क्यापिटल भयो भने नि अलिकति फोकस धेरै गर्नुपर्छ जस्तो लाग्छ मलाई। यो ठ्याक्कै अन्डरस्कोर आयो भने ठ्याक्कै सेपरेट एउटा बिचमा स्पेस गरे जस्तो त हो नि। जस्तै माई एउटा फरक भयो नि त। जस्तै माई क्लास अन्डरस्कोर लेख्नु र माई क्लास लेख्नु बिगिनर फ्रेन्डली पनि हुन्छ होला है। त्यो भएर यो स्नेक केस चाहिँ त्यस्तो लाग्थ्यो मलाई पहिला चाहिँ। अब अहिले त आई क्यान गेट युज टु एनिथिङ। तैपनि अब मेरो यस्तो पाइन्छ क्या, लिन्टरहरू पाइन्छ जस्तै आइडिईहरूमै लिन्टरहरूले नै हेल्प गर्छ क्या। यसमै स्ट्रिक्ट रुलहरू राख्यौँ भने भेरिएबलको डेफिनेसन कसरी गर्ने के गर्ने भनेर पेपेटलाई नै स्ट्रिक्टली गरिदिनु, उसले अरू लिनै मान्दैन है। उसले वार्निङ जस्तो देखाउँछ क्या डट गरेर, यसको मुनि यस्तरी डट गरेर होइन। अनि सेम कुरा यहाँनिर उसले स्नेक केस यसरी प्रयोग गर्ने भनिरहेको छ। भेरिएबलको गर्दाखेरि माई अन्डरस्कोर भेरिएबल होइन। अर्को भेरिएबल गर्दाखेरि अनदर अन्डरस्कोर भेरिएबल। फङ्सन गर्दाखेरि पनि सेम थिङ, कन्सिस्टेन्ट भयो नि त यसरी हेर्दाखेरि होइन। अर्को एउटा भनेको क्यामेल केस भने नि मैले अघि नै, क्यामेल केस पनि सेम थिङ योवाला केस के होइन। त्योवाला पनि युज गरिन्छ है, जहाँ चाहिँ फर्स्ट लेटर अफ माई इच वर्ड इज क्यापिटलाइज एक्सेप्ट फर द फर्स्ट वर्ड फर क्लास नेम है। नर्मल्ली यसरी पनि युज गरिन्छ है। क्लासमा त अब गर्नै मिलेन होइन। जस्ट डिपेन्ड्स कसरी गर्ने भन्ने कुरा हो होइन। जस अर्को एउटा कुरा भनेको भेरिएबलको नेम अथवा फङ्सनको नेम अथवा क्लासको नेम राख्दाखेरि डिस्क्रिप्टिभ नेम हुनु पऱ्यो क्या, क्लियर र डिस्क्रिप्टिभ। एम्बिगियस हुनु भएन क्या भेरिएबलको नेम है। भन्नाले जस्तै मैले केही क्लास बनाउँदैछु भने पेमेन्ट लेख्नु पऱ्यो क्या, पेमेन्टसँग रिलेटेड हो भने। जस्तै क्लास अनि त्यसपछि माई क्लास भनेर लेखेर अनि मुनिपट्टि चाहिँ पेमेन्टवाला काम गऱ्यो भने त मजा भएन नि। त्यस्तै जस्ट पढ्ने मान्छेले पढ्दाखेरि बुझ्नु पऱ्यो क्या। जस्तै कन्साइज नेम युज गर्दा बेटर भयो होइन, सर्ट गर्दाखेरि बेटर भयो। अर्को भनेको एब्रिभिएसन र एक्रोनिम्स चाहिँ नर्मल्ली अभोइड गर्ने होइन। जस्तै अनि त्यसपछि जस्तै यहाँनिर भनौँ न योवाला केसमा क्यालकुलेट एभरेज स्कोर भनेपछि त यो क्लियर भयो नि त, क्लियर र डिस्क्रिप्टिभ भयो नि। यसरी नेमिङ गर्ने भन्छ। स्कोरहरू राख्दाखेरि हामीले जस्तै फर आई इन स्कोर्स लेख्यो भने हुन्थ्यो नि त यहाँनिर स्कोरको ठाउँमा। तर स्कोर्स भनेको प्लुरल भयो, त्योभित्र चाहिँ स्कोर आउँछ है भनेर यसले क्लियर पनि भयो क्या एक हिसाबले होइन। त्यस्तै गरिकन अब हामीले जस्तै क्लास बनाउँदाखेरि पनि स्टुडेन्ट भनेर बनायौँ, त्यस्तै गरिकन होइन। अब उसको नेम एज ग्रेड्स भनेर राख्यौँ। अनि त्यस्तै गरिकन अब उसको हामीले अब एभरेज ग्रेड क्यालकुलेट गर्नु पऱ्यो भने टोटल ग्रेड लियौँ। अनि सेल्फ डट ग्रेड्समा गयौँ। यहाँनिर हामीले ग्रेड्स केही दिया हुनसक्छ, लिस्ट हुनसक्यो। यो इटरेबल होस् जेसुकै भए पनि होइन, इटरेबल हुन्छ। यो इटरेबल भने लुप लाएर नेक्स्ट गर्दै जान सकिन्छ भन्ने कुरा थाहा छँदैछ हामीलाई होइन। त्यो इटरेबल छ भन्ने कुरा बुझियो यो फर लुप हेर्दाखेरि है। त्यो लिस्ट पनि हुनसक्यो, डिक्सनेरीको फर्मेट जस्तो केहीमा नि दिन सक्यो। नर्मली डिक्सनेरी छैन होला, लिस्टै छ जस्तो छ प्रोभाब्ली। यसो हेर्दाखेरि टपल पनि हुनसक्यो एक हिसाबले होइन, किन भन्दा टपलमा नि त हामीले इटरेट त गर्न सक्यो नि। यो हेर्दैमा हामीले लिस्ट हो कि टपल हो भनेर त भन्नै सक्दैनौँ कि है। अनि एउटा हामीले टोटल ग्रेड लियौँ, त्यहाँनिर चाहिँ हामीले जोड्दै गयौँ। अनि त्यसैलाई डिभाइड बाई यही ग्रेड्स गरिदिउँ है, लेन गऱ्यौँ होइन त। अनि त्यसपछि गएर नर्मल्ली कमेन्ट्स युज गर्दा बेटरै भन्छु म है। किन भन्दा नर्मल्ली हिरोहरूले के भन्छन् भन्दाखेरि, धेरै हिरोहरूले के भन्छन् भन्दा कमेन्ट किन युज गर्नु पऱ्यो बुझिहालिन्छ नि भनेर भन्छन् होइन। तर कमेन्टमा जस्तै अब यहाँनिर
कमेन्टमा गर्दाखेरि पर्पस र रोल बुझाउनुपर्छ है। त्यसले के गर्छ भन्ने कुरा त मलाई पनि थाहा छ, ऊ डेभलपरलाई पनि थाहा हुन सक्यो कि हैन। जस्तै यसले क्याल्कुलेट गर्छ, ग्रेड क्याल्कुलेट गर्छ, तर कुन बेला र कति बेला चाहिँ गर्ने भन्ने कुरा भन्नु पऱ्यो क्या। त्यस्तो कुराहरू चाहिँ है। अर्को कुरा भनेको यहाँनिर भन्छ नि लजिक र फ्लो अफ कोड बुझाउने भनेर भन्छ क्या। फर कम्प्लेक्स अनि नन अभियस सेक्सन्स अफ कोड भनेर भन्छ क्या। त्यस्तो कुरा चाहिँ कमेन्ट गर्नुपर्छ। किन भन्दा अर्को पालि आफैले पढ्न जाँदाखेरि पनि यु क्यान सेभ टाइम के। मेरो एक्सपिरियन्समा चाहिँ मलाई यो फिल भएको छ। किन भन्दा हामीले नर्मल अभियस भन्दा पनि त्यहाँनिर अलिकति केही कुरा ट्विक गरिरहेछौँ भने त्यसले हामीलाई केही हिन्ट दियो भने वी क्यान सेभ टाइम। आफ्नो दिमागको एनर्जी पनि जोगिन्छ क्या, बेसिकली स्यानिटीको लागि भयो भने। यहाँनिर भनिरहेछौँ नि हामीले, जस्तै के अरे कोडलाई उसले जे कुरा गरिरहेछ अभियस कुरा भन्नै पर्दैन कि हैन। अर्को कुरा भनेको हामीले कमेन्ट चाहिँ के गर्न सकिन्छ भन्दाखेरि कमेन्टले चाहिँ अब केही कोडहरू रिमुभ गर्दाखेरि त्यसरी चाहिँ नगरौँ है। जस्तै प्र्याक्टिसहरू हुन्छ कुनैमा, प्र्यागमा वार्निङहरू जसरी हैन। अब त्यो अलिकति सीतिर युज हुन सक्यो अथवा अरू कुनामा, जस्तै जसले चाहिँ इन्टरप्रिटरलाई भन्छ यो चाहिँ अब्सोल्युट हुन लाग्छ भनेर। त्यसरी कमेन्टको थ्रुबाट भन्दा नि एउटा कुनै टुलको थ्रुबाट केही कुरा हामीले अब्सोल्युट गर्दैछौँ भने, जस्तै यो फङ्सन हामीले भोलिको दिनमा हटाउँदैछौँ भने अब्सोल्युट भनेको मतलब चाहिँ त्यो भयो हैन। त्यसलाई केही कुराबाट जनाउने, नट लाइक कि कमेन्टको हेल्पबाट भन्दा पनि टुलको थ्रुबाट के। जस्तै अब पाइथनको केसमा पनि डेप्रिकेटेड भने जसरी अथवा केही बनाउने हैन, डेप्रिकेटेड भने जसरी केही कुराले इन्डिकेसन गर्ने के। आई थिङ्क देयर इज उयो छ क्यारे एउटा के छ मैले ठ्याक्कै बिर्सेँ, तर एउटा छ त्यसको लागि पनि म्यानेज गर्नलाई, डेप्रिकेसन म्यानेजमेन्टको लागि पनि है। जस्तै यहाँनिर अब एउटा कुरा अभियस भएन, यहाँनिर लिस्ट नै आउनुपर्छ भन्ने कुराहरू अभियस भएन हैन। लिस्ट हो कि टपल हो भन्ने कुरा। अनि त्यसपछि गएर अब यहाँनिर हाम्रो जस्तै टोटली ग्रेड त हामीले निकाल्छौँ हैन। अब त्यो एनए भ्याल्यु भयो भने के गर्ने हैन। त्यस्तो बेलामा त यसले त ह्यान्डल गर्दैन। किन भन्दा लिस्टमा अब त्यो इन्ट नआउन नि सक्यो नि त। एनए आयो भने के गर्ने, त्यो कुरा त ह्यान्डल गरेन हैन। एनए आयो भने के गर्ने, जस्तै यो ग्रेड्सको लिस्टमा हामीले एनए दियौँ रे, उसले त जोड्न सक्दैन हैन। त्यस्तो बेलामा एरर त आउँछ, यहाँनिर समस्या देखिसक्यो हैन। अब त्यसलाई ट्राई ब्लकमा नि हाल्न सक्यो, जुन कुरा हामीले एक्सेप्सन ह्यान्डलिङमा नर्मली गर्छौँ हैन। जस्तै अब ट्राई एक्सेप्टहरूमा हाल्ने। अनि त्यसपछि गएर जस्तै नर्मल्ली यहाँनिर प्र्याक्टिस चाहिँ के हुन्छ भन्दाखेरि अलिकति डिफाइन गर्ने, अलिकति कङ्क्रिट राख्ने हाम्रो एक्सेप्ट चाहिँ, नट जेनरल एक्सेप्सन, एक्सेप्ट। अनि त्यसपछि एक्सेप्सन भनेर मात्रै नराख्ने हैन। अब यो फेल भयो भने यो चाहिँ चल्छ, आई मिन यो फेल भएको केसमा मात्रै चल्छ नि त एक्सेप्ट त। अब केही कुरा हामीले जस्तै गर्नै पर्ने छ भने त्यो बेलामा हामीले फाइनल्ली त युज गरि नै हाल्छौँ हैन। जस्तै मानौँ न हामीले यहाँनिर 0 आयो, जस्तै 0 हामीले दियौँ, वाईमा हामीले 0 दियौँ भने यहाँनिर जाने भयो, अनि यसपछि गएर सिधै यहाँनिर जाने भयो हैन। अब नर्मल्ली यो त किन भन्दाखेरि एक्सेप्सन आएन भने मात्रै चल्ने हो नि त। यहाँनिर त एक्सेप्सन आयो हामीले, किनभने y = 0 हुँदाखेरि त यो ब्लक चल्छ, यहाँनिर आउँछ, त्यसपछि गएर यो ब्लक चल्छ। अनि यो यहाँबाट हामी कहाँ जान्छौँ, सिधै यहाँ पुग्छौँ क्या, फाइनल्लीको ब्लकमा पुग्छौँ है। त्यसरी बुझ्नु पर्यो यसलाई। सुरुमा हामीले ट्राई गर्छौँ, ट्राईमा हामीले फेल हुन्छौँ अफकोर्स, किन भन्दा हामीले y = 0 भनेको छौँ। यहाँनिर y = 0 मा यसले यो एक्सेप्ट यहाँबाट यहाँ जान्छ, त्यहाँबाट अनि यहाँ जान्छ है। अब नर्मल केसमा के हुन्छ, नर्मल केसमा चाहिँ ट्राईबाट एल्समा जान्छ, एल्सबाट अनि फाइनल्ली पनि चल्छ है, फाइनल्ली पनि चल्छ।
है त। अब यस्तो कुराहरू नर्मली फाइल ह्यान्डलिङमा युज हुन्छ, तर त्यो कन्टेक्स्ट म्यानेजरले म्यानेज भइसक्यो क्या आजकलको यसमा। नर्मल्ली हामीले के गर्थ्यौँ नभए भन्दाखेरि ट्राईभित्र फाइल इक्वल्स टु के थियो हाम्रो सिन्ट्याक्स, ओपन थियो क्या अरे होइन, ओपन समथिङ .txt कमा रिड मोडमा खोल, अनि त्यसपछि गएर एल्स अथवा एक्सेप्सनमा हामीले के राख्न सक्यौँ भन्दाखेरि फाइल नट फाउन्ड वाला टाइपको एक्सेप्सन राख्यो। अनि यो भयो भने प्रिन्ट अथवा रेज समथिङ एरर होइन। अनि त्यसपछि गएर अथवा उयो गरौँ न, डाटा इक्वल्स टु फाइल डट रिड गर्न सकेन अरे मानौँ केही कारणले, पर्मिसनको कारणले होइन, समथिङ एरर, पर्मिसन एरर। अनि त्यसपछि गएर यहाँनिर हामीले फाइनल्लीमा चाहिँ फाइल डट क्लोज गरिन्छ क्या नर्मल्ली। जेसुकै भए पनि त्यो फाइललाई क्लोज त गर्नु पऱ्यो नि। यो त अब नर्मल्ली मोडर्न तरिकाले गर्ने हो भने हामीले के गर्छौँ, विथ युज गर्छौँ, विथ ओपन समथिङ अनि त्यसपछि एज एफ अनि त्यसपछि एफ डट रिड गर्छौँ। यो ओपनमा छिर्ने, यो विथ कन्टेक्स्ट म्यानेजरमा छिर्ने बित्तिकै कन्टेक्स्ट म्यानेजरले नै यो ह्यान्डल गरिदिन्छ क्या ओपन र क्लोजको कुरा। उसले आफैले यो ब्लकबाट बाहिर निस्किने बित्तिकै क्लोज उसले आफैले गरिदिन्छ क्या, कन्टेक्स्ट म्यानेजरले नै गर्छ है। त्यो चाहिँ नर्मल्ली यसको जस्तै जुन यो क्लास छ नि फाइलको क्लास छ, यहीँनेरि नै डन्डा मेथडबाट एन्टर र एक्जिट भन्ने दुईवटा डन्डा मेथडले नै ह्यान्डल गर्छ त्यसलाई है। त्यसरी ह्यान्डलिङ हुन्छ यो कन्टेक्स्ट म्यानेजरको सिनेरियोमा। यो कुरा स्ट्रिमहरूमा नि सेम थिङ हो। स्ट्रिम भनेको नेटवर्कहरूमा युज पनि हुनसक्यो, नेटवर्कहरूमा भयो, अरू डिफ्रेन्ट ठाउँहरूमा नर्मली जहाँ चाहिँ हामीले केही कुरा गर्नै पर्ने हुन्छ त्यसमा एरर आयो भने त्यो चाहिँ नर्मली फाइनल्लीमा हाल्छौँ। त्यस्तै गरिकन अर्को एउटा खतरा कुरा के छ भन्दा युनिट टेस्टिङको कुराहरू छ होइन। अब नर्मल्ली हामीले युनिट टेस्टिङ गर्दाखेरि अटोमेटेड टेस्टिङको लागि युज गर्छौँ होइन। अनि युनिट टेस्ट इम्पोर्ट गर्दाखेरि हामीले इम्पोर्ट भनेर युज गर्छौँ होइन। अनि डिफ्रेन्ट फ्रेमवर्कहरू छ, पाइ टेस्ट भन्ने छ, युनिट टेस्ट भन्ने छ होइन। अब कुन चाहिँ युज गरिन्छ आफ्नो युज केस अनुसार गर्न सकियो है। जस्तै हामीले एउटा क्लास बनाउँछौँ जसमा चाहिँ हामीले इनहेरिट गर्छौँ क्या टेस्ट केस, युनिट टेस्टबाट डट टेस्ट केसबाट। यो चाहिँ हाम्रो बेस क्लास हुन्छ, यो चाहिँ हाम्रो डिराइभ क्लास भयो होइन। अनि त्यो डिराइभ क्लासमा हामीले यो फङ्सन हालिदिएपछि टेस्ट अन्डरस्कोर एड भनेर राखिन्छ नर्मली राख्दाखेरि प्र्याक्टिस चाहिँ है। त्यो फङ्सनको नामलाई चाहिँ दिइन्छ क्या होइन। अनि यो भित्र हामीले जस दुईटालाई एड गरिन्छ अनि एसर्ट इक्वल भनेर गरिन्छ क्या रिजल्ट र, अनि हामीले चाहेको रिजल्टलाई हार्डकोड गरेर यहाँनिर एसर्ट इक्वल गरिन्छ क्या। त्यो भन्नुको मतलब के हो भन्दाखेरि वी बेसिकली एड 2,3 को रिजल्ट जे आउँछ यो चाहिँ रिजल्ट मानौँ न, हामीले रिजल्ट इक्वल्स टु यो गरौँ होइन। पाइथनको कोडमै देखाइरहेको छु है मैले बेसिकली। अनि हामीले यहाँनिर बसेर एसर्ट यसरी लेख्नु भने जस्तै सेम थिङ हो क्या यो टेस्ट केस गर्नुको उयो पनि है। तर नर्मल्ली टेस्ट केसबाट ह्यान्डल गरिन्छ त्यसलाई, नर्मल्ली हामीले त्यति एसर्ट युज गरिन्न नै। तर नर्मली प्र्याक्टिस चाहिँ यो हुन्छ फङ्सनभित्रपट्टि गर्दाखेरि है। अनि त्यसपछि गएर डिबगिङ टेक्निक भनेको नर्मल्ली अब प्रिन्ट स्टेटमेन्टहरूबाट नि गर्न सकियो, अर्को भनेको नर्मल्ली लगिङबाट नि गर्न सकियो होइन। मैले अलिकति तलपट्टि गएँ किन भन्दाखेरि नर्मल्ली लगिङबाट पनि गरिन्छ क्या प्रायः जसो। म चाहिँ लगिङबाटै गर्छु। लगिङमै मलाई केही चाहियो भने मैले स्ट्रिम ह्यान्डलर चाहिँ मैले सेट गर्छु, जुन चाहिँ मेरो कन्सोललाई पनि मैले त्यसमा राख्छु, अर्को एउटा फाइललाई पनि राख्छु
दुईटा कुराबाट मैले लक गर्छु के। अब यसमा मैले यहाँनिर भने नि आउटपुट हामीले जहाँ पनि दिन सक्यो, एउटा लग फाइलमा पनि राख्न सक्यो, अर्को कन्सोलमा पनि राख्न सक्यो। यसमा 4वटा जस्तो मोड हुन्छ, एउटा डिबग मोड, एउटा इन्फो मोड, एउटा वार्निङ मोड, एरर मोड। हामीले अब सबै लक गर्नुपर्छ भन्ने छैन, किन भन्दा फाइलको साइज ठुलो हुन सक्यो होइन, लकको फाइल पनि हामीलाई धेरै चाहिएन नि त। त्यस्तो बेलामा हामीले नर्मल्ली अब इन्फो अथवा एररहरू मात्रै लक गर्ने अथवा डिबगहरूसम्म लक गर्ने भन्ने कुराहरू भयो। यिनीहरूको डिफ्रेन्ट नम्बरिङहरू छ, 0 1 2 3 4 जस्तोबाट होइन, यसरी डिफ्रेन्ट नम्बरिङहरू पनि दिएको छ। अब जस्ट डिपेन्ड्स है हामीले अब कुन चाहिँ युज गर्ने भन्ने कुरा। अब एउटा प्रिन्टवाला भयो, एउटा लगिङवाला भयो, अर्को हाम्रो डिबगर योवाला पनि छ होइन, जुन चाहिँ हामीले आइडीबाटै डिबग गर्न सक्यो। जस्तै हाम्रो केही ब्रेक पोइन्टहरू राखेर अर्को एउटा लाइब्रेरी पनि छ, इम्पोर्ट पाई डिबग हो कि समथिङ के भन्ने एउटा लाइब्रेरी पनि छ, त्यसबाट पनि गर्न चाहिँ सकिन्छ है। यसमा नि ब्रेक पोइन्ट सेट गरेर हामीले अब स्टेप इन स्टेप आउट होइन, अनि स्टेप इन्टु स्टेप ओभर गर्न सक्यो है, त्यसरी गर्न सकिन्छ। अर्को एउटा भनेको एसर्ट भनेर मैले भनिहालेँ, त्यो पनि एउटा टेक्निक हो। अर्को एउटा एक्सेप्सन्सबाट पनि, ट्राई एक्सेप्टबाट पनि हामीले केही मेसेजहरू प्रिन्ट गरेर अथवा ट्रेस ब्याकहरू भयो भने त्यसले पनि हेल्प गर्छ है। अनि जब हाम्रो केही एरर आउँछ त्यसमा नर्मल्ली अब हाम्रो मल्टिपल फङ्सन छ, मानौँ न डिफाइन मेनबाट हामी जस्तै हामी मेनबाट हामी क्यालकुलेटमा गयौँ, क्यालकुलेटबाट हामीले चाहिँ फाइन्डमा गयौँ होइन। सो यसरी स्ट्याक दिँदाखेरि पनि उनीहरूले नर्मल्ली यो फङ्सनबाट यो कल भयो भनेर, अब यो नर्मल्ली ठ्याक्कै आई थिङ्क उल्टाको अर्डरमा हुन्छ, कहाँबाट आयो पहिला भन्ने, अथवा योबाट आयो भने अनि त्यसपछि लेटेस्ट नर्मल्ली कोडमा त्यो हेर्न सकिन्छ क्या, त्यो प्रिन्टको आउटपुटमा है। त्यसरी पनि कल स्ट्याक अलिकति हेर्न सकिन्छ। उतापट्टि डिबगर आइडीबाट गर्दाखेरि त नर्मल्ली कल स्ट्याक देखि नै हाल्छ है। अर्को कुरा भनेको कमन पिटफल्स भनेको नर्मल्ली सुरुमा सिक्दाखेरि भनेको इन्डेन्टेसन एररै भयो होइन। यो इन्डेन्टेसन एरर आयो भने त्यहाँनिर आउटपुटमा के बुझ्नु भन्दाखेरि हाम्रो इन्डेन्टेसन मिलेन, मैले फर्स्टमै कुरा गरेको थिएँ नि, 4 स्पेसेस भएन। अर्को कुरा भनेको नेम एरर भनेको यो केही कुरा डिफाइनै भएन क्या है। यहाँनिर अब हामीले फङ्सनलाई हामीले माथि युज गऱ्यौँ, जस्तै a इक्वल्स टु मेन, तर डेफिनेसन चाहिँ यहाँनिर मुनतिर आएर गऱ्यौँ भने पनि यहाँनिर अनडिफाइन्ड एरर आउन सक्यो। नर्मली फङ्सन टपमा डिफाइन हुन्छ अनि त्यसपछि युज तलतिर गरिन्छ है। सिमिलर थिङ भेरिएबलको केसमा नि सेम थिङ हुन्छ है। अनि टाइप एरर भनेको नर्मल्ली के को केसमा आउँछ भन्दाखेरि जब हामीले केही स्ट्रिङ र प्रिन्टमा गएर हामीले सिधै प्रिन्टमा गएर +5 गर्नु, यसरी एरर आउँछ। यसलाई हामीले स्ट्रिङ गऱ्यो भने चाहिँ आउँदैन, स्ट्रिङ र स्ट्रिङ भयो भने आउँदैन, स्ट्रिङ र इन्ट भयो भने टाइप एरर आउँछ है। अथवा त्यसमा केही अपरेसन गर्नु पर्यो भने त्यस्तो बेला पनि टाइप एरर आउन सक्यो। जस्तै हामीले a/b भन्यौँ तर एउटा चाहिँ हामीले स्ट्रिङ दियौँ भने त्यो बेला नै आउँछ। अब अर्को सिन्ट्याक्स एरर भनेको त सिन्ट्याक्सै मिलेन भन्ने कुरा भइहाल्यो होइन। जस्तै पङ्क्चुएसन किवर्डहरू नै मिलेन भन्यो भने, अब CLASSS लेख्थ्यो भने यो सिन्ट्याक्स एरर भयो नि त। त्यस्तै गरिकन अब अर्को अनह्यान्डल्ड एक्सेप्सन्सहरू आउन सक्यो होइन, जसले गर्दाखेरि रन टाइम एररहरू आउन सक्यो। रन टाइम भनेको जब कोड चल्छ त्यति बेलामा, कम्पाइल टाइम एरर हुँदैन नर्मल्ली होइन। अनि यसले चाहिँ हामीलाई के दिन्छ भन्दाखेरि एक्सेप्सन ह्यान्डलिङ गर्न अलिकति सिकाउँछ है। जस्तै अब हामीले लेख्दै नलेखेको ट्राई लेख्यौँ, एक्सेप्ट लेख्यौँ, फाइल नट फाउन्ड एरर लेख्यौँ, तर अर्को एक्सेप्सन आयो भने त्यति बेला चाहिँ यसले रन टाइम एरर ल्याउन सक्छ क्या। अब हामीले फाइनल्लीबाट केही गरेका छौँ भने त्यसले त्यो पनि स्किप चाहिँ गराउन सक्यो, तर अब त्यो एक्सप्लिसिट छैन भने त्यस्तो बेलामा जे पनि हुनसक्छ, त्यस्तो बेलामा रन टाइम एरर आउन सक्यो। त्यही भएर
त्यस्तो आएको बेलामा त्यसलाई फेरि हामीले अब स्पेसल्ली त्यस्तो केसहरूलाई ह्यान्डल गर्नलाई त्यसलाई बग जस्तो मान्न सकियो अनि त्यसलाई अब पछि फिक्स गर्दै जाने कि त्यस्तो कुराहरू होइन। नर्मल्ली सुरुमा सिक्दाखेरि त्यति धेरै नहोला होइन। अब ट्राईमा हामीले एक्सेप्ट गरेर एक्सेप्सन राख्यौँ भने अब यसरी हामीले एउटा नर्मल एक्सेप्सनलाई युज गरेर गऱ्यौँ भने अथवा सुपर क्लास अफ एक्सेप्सनलाई युज गऱ्यौँ भने त्यसले खासै केही फरक पर्दैन। फरक त त्यसले चाहिँ ह्यान्डल चाहिँ गर्छ अल काइन्ड अफ एक्सेप्सन, तर अलि त्यति यो एरर आयो भने के गर्ने भन्ने कुरा चाहिँ एक्सप्लिसिट चाहिँ हुँदैन भनौँ न होइन। त्यस्तो बेलामा मल्टिपल टाइप अफ एरर आउन सक्यो। त्यति बेलामा अब हामीले राम्रोसँग त्यो केस चिन्न सक्दैनौँ नि त, हेन्स हाम्रो मिस्टेक हुने चान्सेस हुनसक्छ है। त्यस बेस्ट प्र्याक्टिसेस भनेर भन्दाखेरि यस्तै नै हो होइन। पेपेटहरू राम्रोसँग फलो गर्नु पऱ्यो। पेपेट चाहिँ अलिकति इम्पोर्टेन्ट भयो। अरू भनेको आइडीहरू युज गर्यो भने राम्रै हुन्छ होइन। पेपेट चाहिँ मेन जस्तो भयो है। सो इफ यु हेभ एनी डाउट्स, केही क्वेसनहरू केही छ भने सोध्दा हुन्छ कमेन्टतिर है। थ्याङ्क यू फर लिसनिङ। टेक केयर, बाई बाई।